स्टप हो तिम्रो बच्चालाई त दुधै पुगेको छैन तिम्रो छाती त कति सफ्ट छ त्यसमा त दुधै छैन तिमीले त अब फर्मुला खुवाउनुपर्छ यसरी त तपाईले आमालाई झन् स्ट्रेस दिइराख्नु भएको छ थाहा छ स्ट्रेस भएपछि आमाले एड्रिनालिन हर्मोन रिलिज गर्छ जसले गर्दाखेरि चाहिँ अक्सिटोसिन हर्मोन ब्लक हुन्छ अक्सिटोसिन हर्मोन भनेको चाहिँ लभ हर्मोन हो हैन जसले चाहिँ तपाईको दुध निकाल्न चाहिँ ट्रिगर गर्छ स्ट्रेस हुँदाखेरि चाहिँ तपाईको मिल्क सप्लाई चाहिँ कम हुन्छ त्यसैले तपाई स्ट्रेस हुँदाखेरि चाहिँ तपाईलाई लाग्छ कि दुध आएको छैन भने तर मिल्क फ्लो मात्र ब्लक भएको हो that doesn't mean your milk is not enough तपाईलाई त रेस्ट माया इमोशनल सपोर्ट चाहिएको टेक अ डीप ब्रेथ मामा यु आर डुइङ अमेजिङ ट्रस्ट योर बडी ट्रस्ट योर बेबी आफूमा आत्मविश्वास राख्नु होला यस्तै जानकारी चाहनुहुन्छ भने तपाईले मलाई फलो गर्नुहोस् सेभ गर्नुहोस् अनि शेयर गर्नुहोस् नयाँ आमाहरूलाई थ्यांक यू